नमस्कार साथीहरू, आज म एउटा निकै महत्त्वपूर्ण विषयको बारेमा कुरा गर्न चाहन्छु। वर्ल्ड ओरल हेल्थ डे अर्थात् विश्व मुख स्वास्थ्य दिवस। हामी दिनमा धेरै कुरा गर्छौँ, बोल्छौँ, हाँस्छौँ, खान्छौँ, तर हामी आफ्नो मुखको स्वास्थ्यमा ध्यान दिन्छौँ त? धेरैजसो मानिसले दाँत दुखेपछि मात्र डाक्टर खोज्नुहुन्छ। तर साँचो कुरा के हो भने स्वास्थ्य मुख भनेको स्वास्थ्य शरीरको ढाँचा हो। यदि तपाईहरूले दाँत राम्रोसँग सफा गर्नु भएन भने दाँतमा किरा लाग्न सक्छ, गिजा सुनिन्छ र यसले तपाईहरूको सम्पूर्ण स्वास्थ्यमा असर पार्न सक्छ। त्यसैले आजैबाट सानो बानी सुरु गरौँ। राम्रो ब्रस, राम्रो पेप्सोडेन्ट युज गर्न उति नै आवश्यक पर्छ। आजको दिन विश्व मुख स्वास्थ्य दिवसको अवसरमा यो भिडियो मैले रचेको हो। आफ्नो दाँत र मुस्कानको ख्याल राखौँ, किनकि सुन्दर मुस्कान स्वास्थ्य जीवनको पहिचान हो। धन्यवाद। ह्याप्पी ओरल हेल्थ डे।